Hello, what's up guys? It's me Sudeep. Welcome back to my channel. हजुरहरुलाई स्वागत छ फेरि पनि सुदीप लिम्बू ब्लग युट्युब च्यानलमा। धेरै पछाडी हामी हाम्रो च्यानलमा ब्याक भएको छौं है। मैले यो ब्लग नहाल्नुको कारण चाहिँ के भन्दाखेरि चाहिँ मेरो पासवर्ड बिर्सेको थिएँ मैले हैन, जिमेलको पासवर्ड। त्यही भएर चाहिँ मैले ब्लग नहालेको कारण चाहिँ त्यही हो हैन। अब म डेली ब्लगहरु हाल्दै जान्छु, त्यही भएर तपाईहरुले चाहिँ एकदमसँगले लाइक कमेन्ट सब्स्क्राइब सबै गरिदिनु होला है। हाम्रो केटाहरुसँग छौं यहाँ चाहिँ जम्मा हामी 6 जना छौं है। आज चाहिँ हामी माछा मार्ने हैन, यता उता सबै यो भिडियोमा तपाईहरुले देख्न सक्नुहुन्छ भरे। सो गाइज हाम्रो केटाहरुसँग चाहिँ यहाँ हिँड्न सक्यो हैन, सानो सानो ठाउँमा हिँड्दैछ किनभने लड्नु पनि सकिन्छ भरे। आजको ब्लग एकदम बवाल कमाल धमाल वाला ब्लग हुनेवाला छ। सो गाइज अब चाहिँ हामी गर्मीको मौसममा है, पुरै पत्ता झर्ने मौसममा चाहिँ आज हामी पुरै हैन, पुरै म पनि आधी टी-सर्ट लाएर हिँड्दैछु। सो गाइज हाम्रो चाहिँ यहाँ हाम्रो केटाहरु हामी जम्मा 6 जना छौं है। 2 जनाले छाता ओढिरहेछ किनभने भरे कालो हुन्छ अरे उनीहरु हैन, त्यही भएर ओढेको छाता चाहिँ। हामी छौं यहाँ नआउने ती 4 जना छौं हैन। 4 जना मध्ये एकजना मम परे, घामले हान्छ भन्ने हो, ठिकै हो, जोगाउनु पनि राम्रो कुरो हो क्या। सो गाइज हामी चाहिँ अब यो खुङखा जंगलतिर लाग्दैछौँ। त यो जंगल बाटो हामी गइन्छ हैन, भित्र जाँदै एकछिनमा अब आज हाम्रो यात्रा सुरु गरेको छ। कहिले पुगिन्छ थाहा हुँदैन हैन, 1-2 घण्टा समथिङ लाग्छ। सो गाइज घाम पनि खतरा लागिरहेछ हैन, अलिकति मास्तिर आइपुगेछ हामी हैन। गर्मी लास्टै भइरहेछ, छाता ओढ्नु कारण त्यही हो, पसिना भइसक्यौँ हामी चाहिँ अहिले एकदम। तर पनि के छैन, आज जाने हो, रमाइलो गर्ने हो। अब हिँडेको छ, कहाँ पुगिन्छ थाहा छैन। अब कहाँसम्म हिँड्न सकिन्छ, कहाँसम्म सास रहन्छ त्यहाँसम्म जाने हो। हाम्रो केटाहरु चाहिँ अगाडि छ यहाँ ग्रुपमा। हाम्रो केटाहरुले फेरि घामले पनि के हुँदैन नि, फेरि छाला त्यस्तो डर छ क्या केटाहरुको। सो गाइज गर्मीले चाहिँ अलिकति आज मरिन्छ जस्तो लाग्दैछ हैन। अब के कस्तो हुन्छ हेरौँ, भरे अब हिँड्नु सकिन्छ सक्दैन। अब यसो खाने चिज सामान पनि लानुपर्ने छ यहाँदेखि, किनभने खाने चिज बोकेन भने भरे भोकले हामी ढल्नु पनि सकिन्छ बाटोमा। त्यही भएर चाहिँ अलिअलि खाने चिजहरू बोक्नुपर्छ। अहिलेको अब जङ्गलको मौसम भन्दाखेरि यस्तो छ, जङ्गलको मौसम चाहिँ अहिले यस्तो छ है, पुरै अब अहिले भनेको त सबै चिजहरू फुल्ने हैन त्यो समय हो। अस्ति वर्षमा चाहिँ हावाभरि चल्दै थियो। अब गर्मी महिना लाग्यो भन्दा पनि अलिक पछाडि त अब जाडो महिना पनि लाग्न थालिहाल्छ। गर्मी महिनामा जाडो खोज्ने, जाडोमा गर्मी खोज्ने, त्यही हो। अब साथीभाइहरू अब चाहिँ हामी अलिकति मास्तिर आइसक्यो। यो चाहिँ के परेको चाहिँ आर्मी क्याम्प हो हैन। मेरो पनि एउटा आर्मी बन्ने सपना चाहिँ थियो, तर के गर्नु, सपना रह्यो, सपना विपनामा भइसक्यो गाइज। अब चाहिँ हामी गर्मीमा पुरै सँगले चाहिँ भनेको गर्मी खाँदै हिँडिरहेको छौँ हैन। हाम्रो केटाहरु चाहिँ अगाडि छ। अब लगभग समथिङ 3 घण्टाको चाहिँ बाटो छ होला। 3 घण्टामा चाहिँ हामी पुगिन्छ। अब ठ्याक्कै 3 घण्टामा ठ्याक्कै 3-4 घण्टा लाग्छ होला हैन, अलिकति फास्ट हिँड्नु भने त्यस्तै हो। पुग्नु त मौसम चाहिँ एकदम सनी डे छ है। सनी अर्को सनी होइन फेरि यो सनी डे। अर्को सनी त सबैको हिरो नि हो, समझ गया। उसले चाहिँ टुप्पी बानेको छ है, टुप्पी म्यान छ। तिमीहरूको दाजुहरूले चाहिँ छाता ओढिसकेको छ होइन। छाता ओढेपछि अब तर के गर्नु, छाता ओढे पनि कालै देखिन्छ। यो सुदीप लिम्बू डे बाई डे बिकम अ डार्क बोय। डार्कलाई चक्लेट दिने भन्छ होला सायद, डार्क चक्लेट बिक्ने भनेको त्यही हो। सेतोमा त दाग लागिहाल्छ, त्यही भएर कालै हुनु ठिक हो केटा हो। कालो अब उसको पालो, सेतोको त अब काम छैन जस्तो लाग्दैछ मलाई चाहिँ, किनभने काले केटाहरूको अहिले चल्ती आइरहेछ है। त्यही भएर चाहिँ कालोहरूले प्लाट पारेर केटाहरू केटाङ ढाल्दै पट्टाउँदैछ। त्यही भएर कालो केटाहरू निराश नहुनु, केटी भेट्दैन भनेर। केटी भेट्छ तिमीहरूले, नभेट्ने होइन। मैले पनि सक्छु भेट्नु, के थाहा।
यस्तो भन्दै अब शरीरमा पानीको मात्रा कम हुँदैछ है। हिँड्दा हिँड्दै ढल्नु पनि सकिन्छ गाइज। अब ढल्दाखेरि यस्तो समात्न आऊ भन्दा पनि मिल्दैन, किनभने अब भिडियो हात पनि साह्रै दुख्छ गाइज भ्लग बनाउँदा त। सो गाइज म चाहिँ अब अहिले केटाहरूलाई म पर्खिँदैछु होइन। केटाहरू आइपुगेको छैन, केटाहरू पछाडि सामान लिनु गएको छ, यसो खाने चिजहरू है। हाम्रो 3 जना केटाहरू चाहिँ अगाडि गइसक्यो। अब यसो माछा मार्नलाई कि त थुन्नु पर्यो होइन, कि त बिस हालेर मार्नु पर्यो, कि त अब त्यो झैझै पारेर मार्नुपर्ने हुन्छ क्या। त्यही भएर चाहिँ म केटाहरूलाई पर्खिँदैछु है। केटाहरू कतिखेर आउँछ थाहा छैन, पर्खिँदैछु। अब घाम पनि यस्तो अब 12 बजीको घाम भइसक्यो, यो चाहिँ पुरै 12:30 घाम हो होइन। यसमा मान्छे डढेर कालो पनि हुनसक्छ, सेतो पनि हुनसक्छ क्या। कसरी भन्दाखेरि चाहिँ लामो बाउला लगायो भने सेतो हुन्छ है, यस्तो देखाएर होइन भने चाहिँ कालो। सो गाइजहरू अलिकति हामी मास्तिर आइसकेको छौँ, किनभने अघि एकछिन वेट गरेँ होइन। एकछिनको लागि मैले छाता दिएको किनभने ऊ पनि कालो नहोस् न। कलवाला कति कालो होइन, कालोकै चल्छ यो जमानामा चाहिँ। फेरि म भनेको छु है, यो मान्नुपर्छ नि, यो भक्कु र त्योभन्दा कलवा हुँदैन हौ यार, गर्ने कलवा भइसक्यो। हाम्रो केटाहरू पनि छ अगाडि जाँदैछ है। एउटाले चाहिँ छाता ओढेको छ, अरूले चाहिँ ओढेको छन् छाता। अरूहरू त्यसै गोरो छ मान्छेहरू। माछा अब कति मारिन्छ भन्ने कुरा त अब हामी यस्तो तोर्पे ग्याङहरू गएको छौँ। माछा त मारे जस्तो लागिरहेछ मलाई चाहिँ। माछा मान्छे जस्तो लाग्दैन, अनुहारहरू पनि माछा मार्नु जस्तो लाग्छ हाम्रो। जाने यसो भुराहरू खेलाउने आउने त्यही हो। भित्र पसेको मच्छडहरू त्यही हो। मेरो 9 छ अरे केटाहरू। अहिले चाहिँ तल छ केटाहरू है। अब चाहिँ हामी लगभग यो पाहाडै चढिसक्यो भन्दा पनि हुन्छ होइन। पसिना हेरेर केटा पछाडि पसिना देख्यो नि तिमीले है। यस्तो पाराले हिँड्यो भने चाहिँ मनाम जस्तो पुगिन्छ। अहिलेको मेरो हिँडा जस्तो भयो भने नभए त पुग्नु गाह्रो छ। सो गाइस फाइनली खोला आइसक्यो हामी। खोला हरियो परियो आम्मैको मकै पनि चोर्नु पर्ने हो, पलाएको थियो भने त हरेको मकै छैन त के गर्नु। अब फाइनल गाइस हामीले चाहिँ साधन भेटिसक्यौँ। मैले साधन बोकिसकेको छ। हाम्रो केटाहरू माथि छ है। ऊ यहाँ छ म चाहिँ यहाँ छु। माछा केटा हो यहाँ हेर न। अब माछा मारेर ढुट्टो आज केटा हो। माछा भनेको एकदम 3-4 केजी माछा चाहिँ बोकेर जानु भयो। भरे हेर माछा कति मार्छौँ हामी। हेर्दै हो है, हेर्दै जाऊ है तिमीहरू हेरिराख ल। हामी माछा मार्दै बस्छौँ ल, हेरिराख्नु तिमीहरू चाहिँ। गाई चाहिँ दहहरू पनि रहेछ होइन। यहाँ चाहिँ अब मान्छे पस्यो भने चाहिँ चुप्पै पार्छ है। अहिले चाहिँ हाम्रो केटाहरूसँग टक्कै बसिएको छ। कहाँ भन्दाखेरि भिरको मुनि ठ्याक्कै पछाडि देख्नु सक्नुहुन्छ। भिरको मुनि बसेको छ हामी चाहिँ है गाई। अब चाहिँ हामी माछा मार्दै आज खोलाको सब माछा यहाँको भएको सब माछाहरू मारेर सक्दिने आज चाहिँ। साप एउटा पिउसाम नराख्ने हो, गिडे माछा पनि मार्ने आज। केटाहरू लाइन नै बसिरहेको छ है। यहाँ चाहिँ सेट गर्दैछ। सामान सेट हो, सामान भन्ने मिल्दैन। गाईहरू माछा बस्दैछ यहाँ। हो यहाँसम्मले भयो माछा केटा टिप केटा माछा गयो। केटा माछा टिपेँ मैले। गाई माछा आयो। मैले पक्रेँ माछा पक्रेँ सकेँ। गाई एउटा माछा पक्रेँ मैले। बुझ्नुको बच्चा सानो माछा पर्छ यहाँ। गाईहरू माछा मरा हुँदैछ हाम्रो चाहिँ। डल टेल द सरकार ओके। थोडा पेट पूजा होना चाहिए ठीक है। केटाहरूले माछा थाप्दैछ यहाँ। ओके केटाहरूले माछा थाप्दैछ यहाँ चाहिँ। थाप यो गडेला माछा हो। ओइ आथा एकछिन र। ठुलो माछा चाहिँ केटाहरूले माछा टिपेर सक्ने भयो आज। माछै पाउँदैन केटा। अब ड्याङ माछा मर्दैछ यहाँ चाहिँ। मैले त सामान देखाउनु मिल्दैन किनभने ड्याङ माछा मर्दैछ है। ड्याङ माछा मर्दैछ।
गाइस माछा देख्न सक्छ माछा मर्दैछ केटा हो माछा मर्दैछ नि त माछा ठिकै छ नि त माछा लडेको र आम्माम कम्ता छ माछा एउटा छैन पिउँछ पनि होइन हो बिरिङको माछा सक्यो क्या तिमीले हो भुटारको मान्छे सकेको माछा मारेर ढुट्ट पारे क्या होइन अलिक त राख्नुपर्छ नि यार हामीलाई पनि सब्जी हुन्छ भुँडी भराउनु परेन हामी माछा मारेर पोलेर खानु पऱ्यो भुटेर माछा नखाउनु हामी म चाहिँ किनेर खाएर कसरी सक्नु नि पैसा सकिन्छ त हाम्रो त अहिले हाम्रो केटाहरूसँग अहिले कति माछा मारेर अमर देखाइदियो त 1 केजी छ अनि यहाँ चाहिँ हाम्रो सन्दीप सरले चाहिँ त्यो माछा उगाउने यस्तो माछा उगाउने बनाउँदैछ होइन ए माछा उगाउँदैछ उसले टक्कै यसमा माछा उगाउने हो यसो नगर्दा पक्र्नै मिल्दैन त होइन कडा हो अब लगभग समय कति भयो भने हामी आएको कति भएछ भनेपछि 1:12 भयो 1:12 भएछ हामी आएको त 12 बजी हो ठ्याक्कै 1 घन्टा भयो हामीले माछा मार्न थालेको लगभग 5-6 केजी त मरिसक्यो होला एक झोला त्यो भयो भरे फाल हुन्छ केटा हेर ढाँटेको होइन भरे हेर्नुपर्छ गाई चाहिँ लामो झुलुङ्गे पुल छ है ल यत्रो लामो छ झुलुङ्गे पुल यत्रो लामो झुलुङ्गे पुल छ है देख्नुभयो नि तपाईँहरूले अनि पानी पर्ला जस्तो खालको मौसम भइरहेछ है हामीले ठ्याक्कै यो भित्ताको छेउमा छौँ है भित्ताको छेउमै यसो हिँड्दै गर्दाखेरि यसो डाँडातिर तरुनीहरू पनि देखेको हुन्थ्यो यसो जिस्काउनु पनि पिल्थ्यो होइन अलिकति यात्रा रमाइलो त हुन्थ्यो तर हाम्रो यात्रा चाहिँ अहिले चाहिँ ठ्याक्कै झुङ्गे पुलसम्म पुगिसक्यो होइन यो अर्जुन धारा नगरपालिका 1 को झुङ्गे पुलमा ठ्याक्कै बिरिङ खोलाको झुङ्गे पुलमा ठ्याक्क टप्पमा पुगेको छौँ अहिले चाहिँ हामी ल माछा चाहिँ फाल भएको चाहिँ यस्तो फालाफाल भएको चाहिँ माछा हामी भरे बेच्दै जाने हो केटा लगभग अहिले चाहिँ रात परिसक्यो भन्दा पनि हुन्छ होइन अलिकति रात पर्ला जस्तो भएको किनभने ठ्याक्कै 2 बज्न आँटेको छ यहाँ चाहिँ केटा हो 2 बज्ने जस्तो भइरहेछ अब चाहिँ माछा हामी चाहिँ एकदमसँगले माछा यति धेरै भइसक्यो कि हामीलाई त्यो माछासँग नाक लाग्छ जस्तो लागिरहेको छ क्या मेरो अलिकति बोलीमा अलिकति रफ्तार छ होला त्यही भएर अलिकति यताउता हुँदैछ होला माइन्ड नगर्नु होला केटा हो है केटा हो केटी हो बुढी हो कसको बुढा हो कसको है यता छ केटा मौसम यहाँको चाहिँ अहिले केटा तँलाई माछा मार्दैछ हाम्रै ग्याङ हो तिनीहरू चाहिँ फेरि ग्याङमध्येमा त्यो ग्याङ चाहिँ म हो अब माछा मार्ने हिँड्दा पनि अलिकति हिँड्छौँ बाटो निक्लिनुपर्छ किनभने भरे टक्क खोलामा ढुङ्गा कुट्दै गरेको केटी भेटायो भने त जिस्काउनु पायो नि त होइन तर माइन्ड नगर्ने यसो रेला मात्रै गरेको जिस्काउनु सक्दिनँ नि म केटी जिस्कायो भने बिजोक हुन्छ भाइ कुटै खाइन्छ केटा हाम्रो केटाहरू चाहिँ अगाडि हिँडिसकेको छ है लगभग हामीले 6 केजीको टार्गेट चाहिँ पुऱ्याउनु आँट्यो किनभने यहाँ 2 केजी चाहिँ भइसकेको छ है 1.5-2 जति पुग्न आँट्छ माछा आज त माछा सकिन्छ जस्तो लागिरहेछ आज नि माछा आज यो बिरिङ खोलाको माछा सात कोही नछिर्दा हुन्छ बिरिङ खोलामा किनभने हामीले माछा मारिसक्छौँ नि त एउटा पिउस पनि बाँचेर क्या त्यसको नेक्स्ट जेनेरेसन पनि छैन क्या माछाको एउटा पनि सबै खाइदिएको हामीले खाइदियो भने अब सक्यो क्या कडा बिर्छ ल बाथे साह्रै नहो भन्ने खालको होस् न तिमीहरूलाई होइन यस्तो पानी पर्ला जस्तो भइरहेको छ कि भने नि हामी चाहिँ झुङ्गे पुल कटेर गइसक्यो माथितिर होइन कटरे भन्ने ठाउँमा पुग्न आँटिसक्यो है अलिकति चार्ज पनि अलिकति निचे छ अनि अलिकति भुँडीमा चारो पनि सकिरहेको छ है त्यही भएर खाजा खानुपर्ने हुन्छ यस्तो हिलो भएको छ हिलो पानी भएको छ ओ माछा गाई चाहिँ हेर त माछा आम्म 6 केजी छ है माछा ठ्याक्कै 6 केजी ए 6 केजी माछा कम्ता हो माछा भनेको फाल बाटोमा आउँदा हुन्छ म दिप पठाउँछु यसो तर फ्रीमा होइन नि फेरि पैसामा नि खाजा खानु आउँदा गइरहेछ केटाहरूसँग है गाई चाहिँ अहिले चाहिँ हामी यहाँ पुरै खाजा खानलाई बसेको छ होइन गाई चाहिँ माछा छ टक्कसँगले माछा यो घरमा लगाएर भएर भुटेर हान्ने हो है त्यही हो चाहिँ दामी एउटा उयो रहेछ क्या पिप्पलको बोट रहेछ यहाँ चाहिँ यहाँ ठुलो ग्राउन्ड रहेछ केटा हो पाडिस सेयर हुँदो रहेछ यहाँ चाहिँ अब खाजा खाने एकछिनमा है
हाम्रो केटाहरू चाहिँ उपर बसिरहेको छ हाम्रो केटाहरू चाहिँ यहाँ बसेको छ गाइस बसाइ भइरहेको छ यहाँ चाहिँ गर्मी छ बल्ल बल्ल यहाँ शीतल ताप्ने ठाउँमा बसेको छ हामी चाहिँ केटाहरू चाहिँ भित्र छ है यहाँ कति करोड आएको छ बाबा बाबा कति छ पैसा यहाँ 200 250 यहाँको सिनहरू चाहिँ बवाल छ सो गाइजहरू अब चाहिँ भ्लग चाहिँ इन गर्नुपर्ने हुन्छ किनभने अब धेरै माछा माऱ्यो होइन धेरै चिजहरू खाइयो अलिअलि यस्तो पनि होला जस्तो छ होइन अलिकति त्यही भएर यो भ्लग चाहिँ म इन गर्न चाहन्छु अनि हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला आजको भिडियोमा है डेली भ्लगहरू आउँदै गर्छ सो गाइज लाइक कमेन्ट सब्सक्राइब टु सुदीप च्यानल फेरि भेट्यौँ होला फेरि पनि आउँला